आफ्नो राष्ट्रिय परिचय पत्र मोबाइलमा डाउनलोड कसरी गर्ने साथीहरु आज तपाईलाई म राष्ट्रिय परिचय पत्र डाउनलोड गर्ने तरिका सिकाउन गएको छु। यहाँ मसँग वेबसाइट रहेको छ। यहाँ चाहिँ तपाईले आफ्नो पूरा नाम दिनुपर्ने हुन्छ। यो कोठा भनेको नेपालीको लागि हो भने यो कोठा अंग्रेजीको लागि है। अंग्रेजीमा आफ्नो पूरा नाम लेख्नु होला। अंग्रेजीमा लेख्दा तपाईले नेपालीमा लेख्नु पर्दैन। सो तपाईले यसरी पूरा नाम जस्तो रञ्जना कुमारी नेपाली छ भने रञ्जना कुमारी नेपाली अथवा तपाईले यसरी यसलाई कुमारी बिचको नाम छैन भने तपाईले बिचको नाम यसरी हटाइदिनु होला रञ्जना नेपाली भएर सपोज। यसैगरी तपाईले आफ्नो जन्ममिति हाल्नु होला डेट अफ बर्थमा। यसैगरी सिटिजनशिप इस्युइङ डेट भनेको तपाईको नागरिकताको पछाडी तपाईको जारी मिति हो। त्यो जारी मितिलाई दिनु होला यसरी जे जति छ तपाईको जारी मिति यसरी दिनु होला। जन्ममिति तपाईको कति हो यसरी दिनु होला। हैन यति दिइसकेपछि तपाईले सम्पूर्ण कुरा यहाँ चाहिँ क्याप्चा हेर्न सक्नुहुन्छ। क्याप्चा भनेको साथीहरु तपाईले यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ जे लेखेको छ सम्पूर्ण कुरा तपाईले सेम लेख्नु होला। जस्तो कि यहाँ हेर्न सक्नुहुन्छ 0 छ स्मल 0 हैन स्मल 0 क्यापिटल डब्लु 0 क्यापिटल ओ छ। यसरी तपाईले सम्पूर्ण कुराहरु मिलाएर दिनु होला। यो सम्पूर्ण कुरा तपाईलाई म भरेर तपाईलाई एकचोटी म क्लिक गरेर देखाउँछु सर्चमा। यहाँ चाहिँ सर्चको बटन छ योमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु हाम्रो चाहिँ अब राष्ट्रिय परिचय पत्रको फोटो सहित आइसकेको छ। र यसलाई सेभ गर्नलाई तपाईले आफ्नो मोबाइलमा स्क्रिनशट लिनु होला अथवा तपाईले यसलाई स्क्रिनशट लिएर तपाईले प्रिन्ट गर्न सक्नुहुनेछ कुनै कम्प्युटर शपमा गएर। र साथीहरु भिडियो मन परेर लाइक गर्नु होला है।